तपाईहरुले गरेको क्रियाकलाप एमालेको नाममा, कांग्रेसको नाममा, माओवादीको नाममा या राजावादीको नाममा एमाले भन्नु त सबैले जसरी लुटेर कार्यकर्तालाई देशको अनुदान लुटेर हामी तपाईलाई नै लुटेर भनेको छैन, तपाई जस्तै हुन्छ। मानव तस्कर मन्त्रीलाई संरक्षण गर्नुभयो, मन्त्रीबाट त हटाए जस्तो गर्नुभयो, तर संरक्षण गरेर राख्नु भएको छ। त्यसो भए तपाई मानव तस्करीको संरक्षक हो। दिगोपनको हिसाबले लङ टर्मको हिसाबले गर्ने हो भने 48 देखि यता त के भीमसेन थापाकै पालादेखि यता आउँदाखेरि हामीले 5 वर्ष एउटा प्रधानमन्त्री राख्न सकेनौं नि नेपालले। त्यो त हामीले 48 पछि त राख्नु पर्थ्यो होला, 62 63 पछि त राख्नु पर्थ्यो होला। कसलाई दोष दिने? तपाईहरुलाई लामी छाने कुनै सहकारीको सञ्चालक होइन। उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन, तर आज उहाँ जेलमा हुनुहुन्छ। सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईलाई चाहियो भने म दिन्छु। प्रकाशित गरिएको व्यक्ति तपाईको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति। यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईले सभापति नछोड्या त हो नि। कहिलेकाहीँ त लाज पनि हुन्छ, अघि पनि एउटा लाजको कुरा बताए। जनताको पैसामा तलमाथि गरेपछि लाज हुन्न त?